हेलो हेलो नमस्कार है सबैजनालाई मेरो नमस्कार छ है, बिन्ती छ है, प्लिज एकछिन पर्सनल है त। कुरो के छ भने मान्छेहरू अहिले एक्लै भएँ म है, एक्लै भएँ। अब कामबाट आज छिटो छुट्टी भयो, आज त छुट्टी छ, के गरेर बस्ने, कसरी दिन कटाउने भन्छन् क्या मेरो साथीभाइहरू। अरू सबै मान्छेले भन्छन्, तपाईँहरूले पनि भन्नुहुन्छ होला, म पनि भन्दै गर्छु कहिलेकाहीँ चाहिँ होइन। तर हेर्नु है साथीहरू, एउटा ट्याक्क मोबाइल यसरी देखाउने, ट्याक्क लाएर है आफ्नो गतिविधि आफ्नो दिनचर्या कसरी बितेको छ सारा हेर्ने, ल है हजुर हो भन्ने सारा देखाउने। यो भन्दा मजाहरू केही छैन क्या, आनन्द कति मजा छ हेर्नु न। सबैले देख्नुहुन्छ होइन, फलाना कहाँ के गरिरहेछ, के गर्दैछ भन्ने मान्छेहरूलाई पनि टक्क थाहा हुन्छ कि ओहो केटो यस्तो गरेर आएर छ है, यसरी हिँडिरहेको छ, ल ठिक छ भन्ने हुन्छ क्या साथीहरू। अब हेर्नु न, यो आफ्नो मेरो पारा यही हो, ट्याक्कै झोला ट्याक्कै बिग्यो, यो झोला त म कहिले छोड्दिनँ फेरि है, मेरो आफ्नो यो झोला त म कहिले छोड्दिनँ। अनि ट्याक्क लाएर यसरी संसार देखाइदियो। अब संसार अब यति माथि नि, यो त खोला है, यो खोला अब हाम्रो यो अब माछा मार्ने खोला नै हो, तर माछा खासै छन त छ तर मारिँदैन, तर मार्न त पाइन्छ। अनि अब यो कोरिया जस्तो पनि छ नि, ट्याक्कै नेपाल जस्तै अलि हरियाली वातावरण, ट्याक्क असार साउन अलि के लाग्दैछ नेपालमा चाहिँ मकैहरू ट्याकटुक हुँदैछ के अरे। हाम्रो यतातिर त खासै मकै देखेको छैन, तर हुन छँदै छ, तर अहिले जे छ हरियो झारपातहरू यसो टकटुक पलाएका छन्, त्यही भएर असार नै होला जस्तो लाग्छ। तर के छ साथीहरू कमेन्ट गर्नु ल। यति नै हो साथीहरू है त, ल मैले जानेको केही छैन, ट्याक्कै देखिने चाहिँ म देखिन्छु बेला बेलामा। ल शुभ दिन सबैजनाको। अनि के छ, अब रात पर्न लाग्यो, अनि शुभरात्रि पनि भन्न चाहन्छु है त ल।